नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी उसको माहौल हेर्दा, देशव्यापी प्रचार प्रसार हेर्दा अन्य पार्टीका व्यक्तिहरूले चाहिँ रासोपालाई हेप्ने काम भयो क्या। यो अति भयो, हेप्न चाहिँ दिँदैन के। तपाईहरु प्रतिस्पर्धा गर्नुस्, एउटा सही ढंगबाट लड्नुस्, तर हेप्ने काम नगर्नुस् क्या। उसको चुनावी प्रचार प्रसारमा घण्टी बजाइयो हैन, घण्टी बजाउने तथा ध्वनि प्रदूषण भयो भनेर चाहिँ विभिन्न खालको आरोप प्रत्यारोप लगाइरहेका छन्। यदि घण्टी चिन्ह अरु कसैको हुन्थ्यो भने पनि तपाईहरु त्यसै तरिकाले अहिले जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ चुनावी प्रसार, त्यो भन्दा सायद अझै बढी विध्वंस तरिकाले तपाईहरुले चुनाव प्रसार गर्नुहुन्थ्यो होला। यो त के भइरहेको छ भने तपाईहरुको हेपाई हैन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेपाई। मैले व्यक्तिगत ढंगबाट भन्ने हो भने म कुनै पनि पार्टीको सदस्य छैन, कुनै पनि पार्टीलाई गहिरिएर अन्धभक्त भएर चाहिँ म लाग्नेवाला छैन। हरेक पार्टीमा नराम्रो कर्तुत छ भन्दा भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकलौटी ढंगबाट अरु समग्र मिलेर चाहिँ हेर्नु अलि चित्त बुझेन क्या। यस्तो काम गर्ने होइन नि। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी माहौलमा घण्टी बजाएर हिँड्यो, उसको भौतिक रूपमा देखिन्छ घण्टी बजाउँदै हिँड्छ, चुनाव प्रसार गरिरहेछ हैन। त्यो भन्दा बढी त तपाईहरुका अराजक व्यक्तिहरूले कांग्रेस एमाले माओवादी राप्रपाका कार्यकर्ताहरूले चाहिँ आगो जुलुस बालेर हो हल्ला गरेर त्यो भन्दा बढी चाहिँ ध्वनि प्रदर्शन गरेका छन् हैन, पोल्युसन गरेका छन्। खै त्यसको देखेको खै त। अनि उले घण्टी बजाइरहेछ प्रभावकारी ढंगबाट। देशभरि जनताहरूको सक्रियता राष्ट्रिय स्वतन्त्र पार्टीको हेर्दै गर्दा अरु पार्टीहरूलाई मरिहत्ते छ, हैरान भइसकेको छ। यिनी पार्टीहरू कस्ता छन् भने कुलो देख्ने बित्तिकै खोलाको संकेत दिन्छन्, माछा देख्ने बित्तिकै नदीको संकेत दिनेहरू यिनी पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई चौतर्फीबाट घेरिरहेका छन्। तर यो कुरा 100% हो। अहिलेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 बहुमत ल्याउँछ। यो 100% हो। तपाईहरुको यो पार्टीको यी नेताहरूको हेपाई देख्ने भने हो। आफ्नो गल्ती कमजोरी नदेखेर एकलौटी स्वतन्त्र पार्टीलाई हेप्दै गर्दा अहिले बच्चा गाउँ समाजमा नेकपा एमाले माओवादी कांग्रेसका नेताहरूको घरका बच्चाहरूले हेरौँ न घण्टी बजाएर बसिरहेछ। नयाँ नेतृत्वप्रतिको आकर्षण यो छ नि। चुलोमा घण्टीको प्रचार प्रसार हुँदै गर्दा सम्पूर्ण नेताहरू चाहिँ मरिहत्ते गरिरहेछन्। यिनीहरू कसरी हुन्छ घण्टीलाई चाहिँ कुनै पनि दोष आरोपण लगाएर निष्क्रिय बनाउने तरिकाले अगाडि बढिरहेका छन्। सम्पूर्णले चाहिँ एकलौटी हेपाई गरेको चित्त बुझ्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकलौटी हेपेको चित्त बुझ्दैन। यो भन्दै गर्दा सम्पूर्ण जसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेप्छ यसको परिणाम चुनावपछि आउँछ। चुनावपछि एकलौटी बहुमत ल्याउने सम्भावना बेसी छ। जनताले अहिले सोशल मिडियामा हेरिरहेछ तपाईहरुको एकलौटी हेपाई। सानो राष्ट्रिय स्वतन्त्र पार्टीलाई अलिकति ठेस लाग्यो भने, अलिकति उसको चाहिँ जिब्रो लटपटिएर एउटा नराम्रो शब्द आयो भने अरु पार्टीहरूले हेप्ने काम गरिरहेछ। यस्तो हेपाई हो भने जनता हो, मत जनतामा हुन्छ। बहुमत कसलाई दिने जनताको हातमा छ। विचार गर्नु होला। अहिले बच्चा चोकमा हरेक गल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी फरफराइरहेको छ। एमाले कांग्रेस राप्रपा माओवादी बनाउँदाहरू नेकपा जे भए पनि उनीहरूको घर चुलोमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हुँदैछ, बहस हुँदैछ, के हुनेवाला छ भन्ने छ। यो भन्दै गर्दा अन्तिममा भन्न चाहन्छु, कोहीदेखि नडराउनुस्, नबिराउनुस्। यसपटक यसरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेप्ने भने राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ। बहुमत ल्याएर उसले सरकार बनाउँछ र म पनि भन्छु राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनुस् है, जिताउनुस्। एकलौटी अरु पार्टीहरूले एउटा पार्टीलाई हेप्न मिल्दैन। होइन भने स्वतन्त्रपूर्वक तिमीहरू सबै पार्टीका चाहिँ आफ्नो गल्ती कमजोरी छ, गल्ती कमजोरी सच्याउँदै अगाडि बढ है। त्यही भएर उले के गर्यो, उले प्रचार प्रसारमा यस्तो गर्यो भन्ने हैन। सबभन्दा अराजक प्रचार प्रसार अहिलेसम्मका पार्टीहरूले गरेका छन्। 100% तोडफोड, आगजनी, सडकहरुमा नारा जुलुस कसले गरिरहेछ बेसी। सामान्य न्यू पाउनु हुँदैन, यिनीहरू फर्किहाल्छन्। त्यही भएर सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सक्षम हुनुस्। आफ्नो पार्टीमा जसरी प्रचार प्रसार गर्नुहुन्छ गर्नुस्, तर अर्को पार्टीलाई चाहिँ यसरी प्रचार प्रसार गर्यो भन्ने कुरा दोष नलाउनुस्। यदि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको उसको घण्टी भौतिक रूपमा उसले चाहिँ घण्टी प्रयोग गरेर प्रचार प्रसार गर्छ भने तपाईहरु एउटा कृत्रिम सूर्य बनाउनुस्, तपाईहरु एउटा कृत्रिम रुख बनाउनुस्, तपाईहरु एउटा कृत्रिम हलो बनाउनुस्, बोकेर हिँड्नुस् है। अर्थात् कसरी हुन्छ अगाडि बढ्नुस्, तर दोष नलाउनुस्। यो भन्दै गर्दा सम्पूर्ण साथीहरु संयम हुनुस्। सम्पूर्ण यसको कन्क्लुजन हो संयम हुनुस्। निर्वाचन आचार संहिता पालना गर्नुस् है। धन्यवाद।